हेलो साथीहरु, तपाईलाई विशाल एन्टरटेनमेन्ट च्यानलमा स्वागत छ। अनि आजको भिडियोमा चाहिँ मैले तपाईहरुलाई हामी पिकनिक जाँदाखेरिको सबै कुराहरु देखाउन गइरहेको छु। भिडियो एकदम इन्ट्रेस्टिङ हुन गइरहेको छ। साथीहरु, भिडियोलाई अन्तिम सम्म हेर्दिनु होला अनि भिडियोलाई लाइक गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन्दै अब धेरै ढिला नगरी अब म तपाईहरुलाई भिडियोतिर लिएर जान्छु है त। अहिले चाहिँ हामी भर्खरै आका छौ, चिया पकाएर खाना लाएका छौ है गाइस। मैले चिया लिसक अहिले हामी सबैजना मिलेर यसरी चिया खाँदै छौं। हेलो गाइज, ईसा मिसले टमाटर काट्दै हुनुहुन्छ, रूपा मिसले यहाँ मासु भुट्दै हुनुहुन्छ, रचना मिसले तरकारी बनाउँदै हुनुहुन्छ, उतातिर अचार बनाउँदै हुनुहुन्छ। सबैजना बसेर हाम्रो पिकनिकको लोकेसन यहाँ रिभर साइड, वहाँ पारी सबैजना नुहाउँदैछन्। यस्तो रमाइलो ठाउँमा आएको छौँ। गोरसतीको रिभर साइड उतातिर माथि गयो भने मन्दिर छ है। यता सुलभ हुनुहुन्छ, मम्मी मम्मी भन्दै चिच्चाएर बस्नु भएको। ल सबैजना मिलेर पकाउँदै हुनुहुन्छ, रमाइलो गर्दै हुनुहुन्छ। मिस पनि छेउमा बसेर हेरिराख्नु भएको छ। सबैले हेर्ने काम हो, पकाउने काम मेरो मात्र भइराछ। मैले एक थरी पकाएर आइभए गाइस। ल रूपा मिस, मासु तयार भयो। दिलकुमारी मिस के पकाउँदै हुनुहुन्छ नि? रचना मिस चलाउँदै हुनुहुन्छ है। हेलो गाइज, अहिले चाहिँ म पानी लिन जाँदैछु। हातमा बाल्टी लिएर खोलाको बाटो जानु परिरहेछ। गाइज मेरो प्यान्ट भिज्यो, सबै गहिरो छ पानी यहाँनिर, धन्दै लोटिएन। यति राम्रो पानी रहेछ है, खोलै जस्तो खलल्ल बग्यो। इनिसा मिसले पानी भर्दै हुनुहुन्छ यहाँनिरबाट, यहाँबाट पानी आछ। हेर्नु त कस्तो खतरा ठाउँबाट सबैजना बच्चाहरू खोलामा नुहाइरहेका छन्। गाइज अब चाहिँ हामी एकछिन पानी भर्छौँ अनि त्यसपछि पानी भरेर फेरि पानी लिएर हामी पिकनिक खाएको ठाउँतिर उता पारीतिर लिएर जान्छौँ। रूपा मिस पाक्यो? दिपा मिस कस्तो भइरह? छुट्टी आउँछन् छ महिना मेरा, हरियालाई कसैले बेरा।